के तपाईहरुलाई थाहा छ तपाईले हामीले हेर्ने सीता सिरियलले एक महिनामा युट्युबबाट कति कमाइ गर्छ होला त? यदि तपाईहरुलाई थाहा छैन भने आजको यो भिडियो हेर्नु होला। हामीले हेर्ने सीता सिरियलले चाहिँ एक महिनामा युट्युबबाट कति कमाइ गर्छ यो भिडियो भित्र सबै कुरा भन्ने छु। हामीले हेर्ने सीता सिरियल चाहिँ आरटी इन्टरटेनमेन्ट च्यानलबाट चाहिँ हरेक हप्ताको मंगलबार साँझ आउने गर्दछ भने यो च्यानलबाट चाहिँ लास्ट 30 डेमा चाहिँ सीता सिरियल बाहेक अरु कुनै भिडियोहरु पनि अपलोड भएको छैन। तपाईले यो देख्न सक्नुहुनेछ भने अब चाहिँ हामी यो सीता सिरियलले कति कमाउँछ त्यतातिर लागौं। आरटी इन्टरटेनमेन्ट च्यानलले चाहिँ 3.36 मिलियन सब्स्क्राइबर यहाँनिर बनाइसकेको छ भने भिडियोको कुरा गर्नुहुन्छ भने जम्मा 392 भिडियोहरु यो च्यानलमा अपलोड भएको छ र यो च्यानल चाहिँ जुन 18 2015 मा चाहिँ बनेको थियो। युट्युब मार्फत कमाइ चाहिँ तपाईहरुको भ्युजको आधारमा हुने गर्दछ। त्यही भएर चाहिँ हामीले लास्ट 30 डेमा चाहिँ कति भ्युज आएको छ त्यो हेर्नुपर्ने हुन्छ। लास्ट 30 डेमा यसमा 23 मिलियन भ्युज आएको छ सीता सिरियलहरुको सबै एपिसोडमा र 40,000 सब्स्क्राइबर चाहिँ कम्प्लिट गरेको छ भने अब चाहिँ यहाँनिर मन्थली इन्कममा देख्न सक्नुहुनेछ $5,700 देखि $91,000 सम्म चाहिँ यहाँनिर अर्निङ हुन्छ भनेर भनेको छ। अब योलाई चाहिँ नेपाली कति हुन्छ मैले यहाँनिर तपाईलाई कन्भर्ट गरेर देखाउँछु। $5,700 को यदि मैले क्याल्कुलेसन गर्छु भने यहाँनिर 8,14,000 हुने गर्दछ। हाम्रो क्याल्कुलेसन अनुसार सीता सिरियलले एक महिनामा 8 लाख देखि 10 लाख सम्म चाहिँ युट्युबबाट मात्रै कमाउने गर्दछ भने यो भन्दा अझै बढी स्पोन्सरशिपबाट पनि गर्ने गर्दछ। सो यो त भयो सीता सिरियलको एक महिनाको कमाइ र मेरो क्याल्कुलेसन अनुसार सीता सिरियलले यति नै ठिकै कमाउँछ अथवा यो भन्दा अझै बढी कमाउँछ तपाईहरुले कमेन्ट गर्न नबिर्सिनु होला। यो भन्दा अर्को भिडियो चाहिँ तपाईहरुले कसको कमाइको बारेमा हेर्न चाहनुहुन्छ कृपया तल कमेन्टमा त्यो पनि कमेन्ट गर्नु होला। यदि च्यानलहरुमा तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाएर मसँगै जोडिन पनि नबिर्सिनु होला।